हेलो नमस्ते साथीहरु। क्रोसियामा छौं। क्रोसियामा अहिले चेरीको सिजन सुरु भएको छ, त्यही भएर हामी सिजन अनुसारको चेरी फल टिप्दै छौं। चेरी फल एकदमै स्वास्थ्यको लागि राम्रो फल हो। डाक्टर र स्वास्थ्यको लागि एकदमै राम्रो फलको रूपमा मानिन्छ चेरी। त्यही भएको कारणले यहाँ हामी चेरी फल टिप्दै छौं। चेरी फल एकदमै राम्रो हो। राम्रो स्वास्थ्यको लागि खानुपर्छ। अनेक फलको सिलसिलामा चेरी पनि एउटा राम्रो मानिन्छ। खास गरी युरोपतिर यो धेरै मात्रामा खेती गरिन्छ। मार्केटतिर राम्रो पैसा यसको आमदनी छ। हाम्रो साउको चाहिँ यत्रो ठुलो प्लान्ट छ है, पुरै चेरी बारी छ है। यहाँ चाहिँ हामीहरू आज काम गर्ने सिलसिलामा आएको छौँ। यहाँ अझ नेपाली साथीहरू छ, इन्डियन साथीहरू छ, फिलिपिनी छ हैन। उता कामहरू गर्दैछ साथीहरू। हेर्नु कति मजाले फरेछ है, अंगुर जस्तो गुछो यसो रातो। अब कति हाम्रो देशमा बस्ने साथीहरूलाई अब थाहा पनि नहुन सक्छ, तर यो चेरी हो है, नझुक्नु होला। यसरी गुछो फलिन्छ। पनि रुखमा फरेछ, हामीले टिपेछौँ। यसरी टिपेर यसरी बकेट दिएछ। यहाँ बेल्ट लगाएछु, बेल्टमा हैन यसरी टिपेर यसो भाडामा खाने आउने गरिन्छ। उता क्यासेटमा राख्ने गरिन्छ। क्यासेटमा राख्ने हो। पछि हाम्रो गाडी आउँछ। पछि फेरि बकेटलाई यसमा यसरी झुन्ड्याउने, फेरि टिप्न सुरु गरिन्छ। यसरी चेरी फल टिपिन्छ। जुन साथीले अब कुनै अर्को ठाउँमा पनि यस्तै काम गर्दै होला भने ठिक छ, रिप्लाई दिनु होला। अनि साथीहरूलाई अझ केही जानकारीहरू चाहिएमा हामीलाई कमेन्ट गरेर साथ दिनु होला। यसो भिडियो लाइक गऱ्यो भने सेयर पनि गरिदिनु होला। ल हामीहरू फेरि यस्तै खालको भिडियोहरू बनाउने छौँ। र अरू के खबर छ तपाईहरू पनि सुनाउँदो गर्नु होला। हाम्रोतिर यस्तै अहिले चेरीको सिजन भएर चेरीको टिपाइ चल्दैछ। यसबारेमा कुनै जानकारी चाहिएमा कमेन्ट गर्नु होला। हामी अर्को भिडियोमा तपाईलाई जानकारीको साथ उपस्थित हुने छौँ। तपाईहरुले मनमा लागेको कुराहरू कमेन्टमा लेख्नु होला। हामी अवश्य तपाईको कुराको कमेन्टको रिप्लाई दिनेछु। ल साथीहरू, यस्तो मजाले फलेछ हेर्नु न। यसो तलेबाट टिप्ने खालको। यसो त चेरी खाँदै टिप्दा त रमाइलो नै हुन्छ है, धेरै रमाइलो हुन्छ। अब के भन्नु है, अब युरोपतिर यसो फलफुल एग्रिकल्चरमा आउँदा यस प्रकारको कामहरू पाइन्छ। अरू साथी त व्हाइट हाउसतिर कता होला, उनीहरूको होइन, सबैको आफ्नो हिसाबको कामदाम हुन्छ। हाम्रोतिर यस्तो तरिकाले छ। यसरी टिपेर बकेटमा राखेछौ। ल साथी हो, यसो मन लाग्यो भने टिपेर यसो बेलामा खाएर पनि मजा आउँछ है। आयोभोलि साथै युरोपमा चेरी बाहेक अब अंगुरको सिजन, सुन्तलाको सिजन, स्याउको सिजन, ब्लुबेरीको सिजन, ओलिभको सिजन आउँछ। यस्तै सिजनेबल कामहरू प्रशस्त पाइन्छ। काम भनेको प्राय युरोपमा सिजनेबल कामहरू चाहिँ धेर पाउन सकिन्छ। र हामीले पाउने भनेकै प्राय सिजनेबल कामहरू हो, सिजन अनुसारको काम। ल साथीहरू, तपाईहरू अब कोही नेपालबाट आउने भए यसो हैन राम्रोसँग बुझेर आउनु होला हैन। आजकल चाहिँ ठगिने सम्भावनाहरू पनि हुन्छ, ठगिरहन्छ साथीहरू। ल अब हामी पनि टिप्नतिर लाग्नेछौँ एकछिनपछि। तपाईहरूको साथ र सपोर्टको लागि, मेरो भिडियो देखिदिनु भएको लागि धेरै धन्यवाद। अझै हाम्रो भिडियोको चाहिँ हाम्रो च्यानलको चाहिँ अरू भिडियोहरू पनि हेरेर साथ पुर्याइदिनु होला। ल हामी यस्तै नयाँ युरोपतिरको पनि जानकारीहरू लिएर आउनेछु। अब यसको बारेमा अझ डिटेलको भिडियो, यसबाट के फाइदा छ, कस्तो छ, कसरी खेती गरिन्छ, हाम्रो साउले कतिको मेहनत गरेछ भन्ने भिडियो बनाउने छु। अब मेरो दाइ र म चाहिँ यो लाइनमा लागेछु हैन, लाइन बाई लाइन छ। दुई जना गरिदिएछ। उता चाहिँ 2 जना साथी हुनुहुन्छ। यसै गरी सबै लाइनमा 2 जना छ। माथिको चाहिँ भर्याङमा चढेर टिप्दै हुनुहुन्छ है। यसमा कालो र रातो गरी 2 खालेको चेरीहरू हुन्छ।